अब आउने नयाँ जति सबै सही हुन्छन् भन्ने पनि छैन। एकचोटि यो आन्टीको कुरा सुन्नुहोस्। 10 वर्ष रविलाई र बालनलाई दिने यी मुर्दारहरूले नि केही गरे भने चाहिँ यी मुर्दारहरूलाई खुट्टा काट्नु फेरि जनताले जाने छ। अब छोराहरू अघि लाउने होइन, अब त अघि लाउने आमाहरू मरेर केही हुँदैन, छोरा मर्न भएन, छोरा छोरी मर्न भएन। हामी आमाहरूले चाहिँ गोली खान एकदम तयार होइन, हामी गोली खान एकदम तयार। 10 वर्ष छोडिदिने यिनीहरूले केही गरे भने अहिलेका नेता कथा छन्, डाक्टर इन्जिनियर छन्। अब मेरो देश नेपाल भन्ने नजान्नेले भुद्रो गर्छन् देशमा। नेपालीमा फरक हामी नि पढ्दैछौँ, ताकमा कक्षा पढेका मान्छे नै नयाँले पनि केही गर्न सकेनन् भने अर्कोचोटि हामीलाई तिनीहरूलाई पनि फाल्न सकिन्छ। त्यही भएर एकचोटि मौका चाहिँ दिनुपर्छ जस्तो लाग्छ। तपाईँको विचार के छ कमेन्ट गर्नु होला।